तपाईँहरू पनि आइपिओ एफपिओ भर्ने गर्नुभएको छ भने अझै पनि सेकेन्डरी मार्केटमा कारोबार भइरहेका 2वटा लघुवित्त कम्पनीहरूको एफपिओ खुल्न नै बाँकी रहेको छ। अब यो आजको भिडियोमा चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेका यी 2वटा लघुवित्तहरू मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र अर्को नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड, यी 2 कम्पनीहरूको एफपिओ खुल्न नै बाँकी रहेको हुनाले यी 2 कम्पनीले कति रुपैयाँ बराबरको कति किता एफपिओ निष्कासन गर्नको लागि बोर्डको अनुमति कुरेर बसिरहेका छन्। यो भर्न कति रुपैयाँ चाहिन्छ, कतिजनालाई पर्छ, यसको मूल्य अहिले सेकेन्डरी मार्केटमा कति रहेको छ, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र साथीहरू, यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। र साथीहरू, आउनुहोस् अब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौँ। साथीहरू, के तपाईँहरू पनि आइपिओ एफपिओ भर्ने गर्नुभएको छ भने अझै पनि सेकेन्डरी मार्केटमा कारोबार भइरहेका 2वटा लघुवित्त कम्पनीहरूको एफपिओ खुल्न नै बाँकी रहेको छ। एउटा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र अर्को भनेको नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड। अब त्यसो भए यी कम्पनीहरूले कति किता एफपिओ निष्कासन गर्न बाँकी रहेको छ एकपटक जानकारी गरौँ। सबैभन्दा पहिला मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सुरु गरौँ। यो मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको सेयर हो। यसले पनि एफपिओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिइरहेको छ। बोर्डले स्वीकृति दिने बित्तिकै यसले एफपिओ सेयर जारी गर्नेछ। यो कम्पनीले चाहिँ जम्मा 11,49,98,259 रुपैयाँ बराबरको 11,49,982 किता एफपिओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिइरहेको छ। बोर्डले अनुमति दिने बित्तिकै यसले यो एफपिओ निष्कासन गर्नेछ। यसको मूल्यको कुरा गर्नुपर्दा यो चाहिँ हामीले 1 किताको 100 रुपैयाँमा नै भर्न पाइन्छ। 10 किता भर्दा 1000 रुपैयाँ लाग्ने हुन्छ। जम्मा 11,49,982 किता यसले एफपिओ निष्कासन गर्नेछ। यो भनेको 10 किताको दरले बाँडफाँड हुँदा 1,14,998 जनालाई 10 किताको दरले यो एफपिओ पर्ने हुन्छ। र यसरी चाहिँ यो मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ खुल्न नै बाँकी रहेको छ। यो चाहिँ लघुवित्तको कम्पनी हो। यसको बिक्री प्रबन्धक चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने यो सेयर अहिले सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको मूल्य कति छ त यहाँ एकपटक त्यसको पनि जानकारी गरौँ। यो मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको छ र मैले यो भिडियो तयार गरिरहँदा यसको मूल्य अहिले सेकेन्डरी मार्केटमा 1 किताको 954 रुपैयाँ रहेको छ। यदि हामीसँग 10 किता हुन्छ भने 9,540 रुपैयाँ हुने हुन्छ यो अहिले नै। यसरी चाहिँ यो 1 किताको 954 रुपैयाँ भएको एफपिओ हामीले 100 रुपैयाँमा नै भर्न पाइन्छ। 10 किता भर्दा 1000 रुपैयाँ चाहिने हुन्छ। र मैले जानकारी गराइसकेँ। मैले भिडियो तयार पारिरहँदा यो कम्पनीको मूल्य अहिले सेकेन्डरी मार्केटमा 954 रुपैयाँ रहेको छ। अब सेकेन्डरी मार्केटमा कारोबार भइरहेको सेयर हुनाले प्रत्येक दिन सेयर बजार खुलेको दिनमा, सेयर कारोबार भएको दिनमा यसको मूल्य घटबढ हुने चाहिँ भइरहन्छ। यो चाहिँ भिडियो तयार पार्दाको मूल्य रहेको छ। अब त्यसै गरी एफपिओ खुल्न बाँकी अर्को कम्पनी भनेको यो नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि रहेको छ। यो पनि लघुवित्त कम्पनी हो। यो पनि अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको सेयर हो। यो कम्पनीले चाहिँ जम्मा 6,69,90,027 रुपैयाँ बराबरको 6,69,900 किता एफपिओ निष्कासन गर्नको लागि बोर्डको अनुमति कुरेर बसिरहेको छ। यसको मूल्य पनि यो भिडियो तयार पार्दासम्म 100 रुपैयाँ नै राखिएको छ। यहाँनिर यो धितोपत्र बोर्डको साइडमा यहाँ देख्न सक्नुहुन्छ। यसको रेटमा 100 नै देखाइरहेको छ। हामीले 1 किताको 100मा नै भर्न पाइन्छ। अब यसको एफपिओ चाहिँ कति खुल्छ त जम्मा 6,69,900 किता खुल्छ। यो भनेको चाहिँ 10 किताको दरले भाग लगाउँदा 66,990 जनालाई 10 किताको दरले पर्ने हुन्छ। र यो चाहिँ एउटा लघुवित्तको कम्पनी हो। मैले जानकारी गराइसकेँ। सेकेन्डरी मार्केटमा कारोबार भइरहेको छ। यसको बिक्री प्रबन्धक चाहिँ आरबिबी मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ भने यो अहिले सेकेन्डरी मार्केटमा कति रुपैयाँमा कारोबार भएको छ त्यो पनि हेरौँ। यो नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर चाहिँ अहिले सेकेन्डरी मार्केटमा मैले यो भिडियो तयार पारेको दिनमा 1100 रुपैयाँमा कारोबार भइरहेको छ। 1 किताको 1100 रुपैयाँ रहेको छ। हामीसँग 10 किता हुन्छ भने 11,000 रुपैयाँ हुने हुन्छ। र यसरी सेकेन्डरी मार्केटमा यति मूल्यमा कारोबार भइरहेको यो नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ पनि खुल्न नै बाँकी रहेको छ। मैले जानकारी गराइसकेँ। यो नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चाहिँ जम्मा 6,69,900 किता एफपिओ खुलाउने छ भने यो चाहिँ 10 किताको दरले 66,990 जनालाई पर्ने हुन्छ। र त्यसै गरी अर्को एफपिओ खुल्न बाँकी कम्पनी भनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ। यसले चाहिँ
11,49,982 किता एफपिओ खुलाउनेछ र यसलाई चाहिँ 10 किताको दरले भाग लगाउने हो भने 1,14,998 जनालाई 10 किताको दरले पर्ने हुन्छ र यसरी चाहिँ यी दुईवटा कम्पनीहरू अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेका यी दुई कम्पनीको एफपिओ खुल्न नै बाँकी रहेको छ। बोर्डले अनुमति दिने बित्तिकै यी दुवै कम्पनीले एफपिओ निष्कासन गर्नेछन्। र साथीहरू यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा अब एफपिओ निष्कासन हुन बाँकी रहेका यी दुईवटा कम्पनीहरूको बारेमा यहाँनिर जानकारी गराएँ। यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त धन्यवाद।